हेलो गाइज, स्वागत छ मेरो ब्लगमा। हाम्रो यता डाँडापाखातिर आएछौँ आज। यही हेर्नु, डाँडापाखामा बाटोको लास्टै खतम छ। यहाँ साँझ 4-5 बजीतिर यताबाट सबैमा टुरिस्टहरू घुम्न आउँछन्। टुरिस्टहरू अनि तलबाट सबै पार्किङ हुन्छ यहाँ आउनको लागि। साँझ पख दिउँसो अनि बिहानतिर चाहिँ हुन्न। राम्रो बबाल ठाउँ छ घुम्ने उतातिर। म यता जम्मै आइरहन्छु घुम्न। बाटो पनि लास्टै खतम छ। हेर्दा पुरा खतराङ खुत्रुङ छ बाटो होइन। बाटो लास्टै खतम छ तर घुम्ने ठाउँ बबाल छ। तपाईँलाई एउटा चिज देखाउँछु मैले अब हेर्नु है। ऊ त्यहाँ हेर्नु न, ऊ समुद्र छ, ऊ त्यहाँ पारि समुद्र देख्नुभयो कि नै? हावा पनि मस्त चलाएको। बाटो फेरि लास्टै खतम छ। बाटो फेरि लास्टै खतम छ। पानी अहिले बर्खा लागेको छ नि त गोवातिर। बाटो पनि लास्टै खतम छ। पुरै डेन्जर बाटो छ। त्यहाँ पनि सबै घुम्ने ठाउँ छ यतातिर। साँझ सबभन्दा चल्ने भनेको साँझ हो क्या। नाइट क्लबहरू यताउता चलाउने भनेको। बाटो फेरि यस्तो छ, खतम छ। यत्र धनी मान्छे छन्, बनाउँदिनन्। यस्तो छ, बहुत खतम बाटो छ, बहुत खतम। गाह्रो छ, गाह्रो छ। मान्छेहरू आइहाल्छन् यस्तो घुम्न। बबाल छ ठाउँ।